वेलकम बैक टु माई फर्स्ट मिनी ब्लग। आज ब्लगमा मैले फर्स्ट इन्ट्रो गर्न पाएँ, त्यसपछि इन्ट्रो गर्दैछु। त्यसपछि बिहान उठेर मैले पढेँ, एकैछिन पढेपछि फेरि मैले पढेको देखेर अनि भाइले नि यसो पढे चाहिँ गरेर एकछिन पढेँ। त्यसपछि कपडा चट्ट पढ्दै थिएँ। त्यसपछि पढेपछि झोला धुन थियो, यसो झोला धोइदिएँ, यस्तो छ्यापेर रगडेर धोएँ। त्यसपछि म कपाल काट्न गएँ, कपाल काटेपछि यसो आएँ। कस्तो कपाल काट्यो भने यसो कमेन्ट गर्नुलाई। त्यसपछि कपाल काटेको खुसीमा मैले चिया पकाउनलाई मैले कप उठाएपछि दुध बसाल्दिएँ, दुध हाल्दिएँ। त्यसपछि त्यो चट्ट चिनी हाल्दिएँ, चिनी 2 चम्चा हालेँ। त्यो हालेर पुगेन, मैले सबै डब्बा सबै खनाइदिएँ। फेरि चियापत्ती 1 डब्बा झिकेँ अनि सर स्टाइलले जाम हेर्न लाग्यो अनि स्टाइल गर्न जानेन। त्यसपछि मैले पनि स्टाइल गर्न जानेन। त्यसपछि सर छर्किँदै चियापत्ती छर्किँदैपछि चट्ट बसालिदिएँ चिया। यस्तो दामी लुक्स मारेको थियो चियाले। अनि पछि यस्तो जोर चलाइदिएँ, चिनी मिलाई घुलिदिएँ। त्यसपछि चट्ट चिया उम्लिन हुल्ला गर्न फेरि थोरै चलाइदिएपछि अझै एकचोटि चलाएपछि चट्ट यो दुध राखेको चाहिँ म स्पेसल चिया बनाएर मलाई थोरै दुध एक्स्ट्रा राखेर कपमा सर्भिस गरेँ। त्यसपछि चट्ट चिया राखेँ। त्यसपछि चट्ट फेरि मैले चिया दिएँ, चिया पकाएर सर्भिस गरेँ। त्यसपछि कपडा धुन थियो, कपडा धोएर मेरो ब्लगिङ सेटअप यस्तो थियो। अनि फेरि चट्ट भाइले कपडा निचार्दै गरेँ। त्यसपछि कपडा धोएर कपडा छतमा सुकाउन आइयो। चट्ट अनुले कपडा लिएर आएँ अनि ठ्याक छाटेर सुकाएँ। त्यसपछि म कपडा सुकाउँदै थिएँ। एकचोटि मैले हाम्रो गमलाहरूलाई देखाइदिएँ, हाम्रो फुल दामी रोपेको थियौँ अनि त्यस्तै यताउति केराउ मर्न लाग्यो, केराउ सर उठ्दै हाम्रो फेरि फुल चाहिँ बबाल फुलेको थियो। जसले जे भने नि त फुल चाहिँ बबाल फुलेको थियो। त्यसपछि नास्ता बन्दै थियो, चाउमिन बन्दै थियो। चाउमिन भएपछि चट्ट हाम्रो पाकेर रेडी पारेर अनि त्यसपछि मैले पनि गुवाममा खाइदिएँ, त्यस्तो मिठो थियो दामी। त्यसपछि फेरि खाना खाएर यसो पढौँ भनेर पढेँ। त्यसपछि यसो क्यालकुलेटर झ्याक हानेर हिसाब गरिदिएँ। ट्याक्क हिसाब गर्दै ट्याक्क अनुपको कोचिङ जाने बेला भयो, कोचिङ गएँ। ट्याक्क फेरि कोचिङबाट आएँ। कोचिङबाट आउँदाखेरि मैले फेरि यत्रो प्र्याक्टिस गरिसकेको थिएँ। प्र्याक्टिस गरेपछि यसो पढेर भएपछि यसो एडिटिङ गर्छु। यसो एडिटिङ गर्दा भएपछि मैले आज भ्लगिङ गर्थेन। फेरि यो भ्लग मन परे लाइक गरिदिनु होला। फेरि भेट्नेछु नयाँ भिडियो। आजको बाई।